नमस्कार, मेरो नाम रोशनी राणा मगर। मेरो नाम रमेश सापकोटा। अनि म चाहिँ दीक्षा तिवारी छु। म चाहिँ दीपिका साई। अनि म चाहिँ जमुना। आजको हाम्रो यो सामाजिक परियोजना कार्य जसमा आफ्ना आमाबा तथा आफन्तद्वारा सोधखोज गरी उहाँहरूले गर्नुभएको कठिनाई र समस्याबारे छलफल गर्न गइरहेको छ। यस परियोजना कार्यमा एकजना मान्छेलाई निम्त्याएका छन् जसले चाहिँ सानै उमेरदेखि कठिनाई भोग्दै ती समस्याहरूसँग लड्दै गरेर अहिले त्यो समस्यालाई जितेर समाधान खोजेर हाम्रो सामु आइसक्नु भएको छ। नमस्कार। मेरो नाम चाहिँ सुग्राम चौधरी हो। म अहिले 36 वर्षको भएँ। मेरो बाल्यकाल चाहिँ गाउँमा बितेको हो। मेरो बाल्यकाल त्यति सजिलो थिएन। अब जस्तो म चाहिँ धेरै सङ्घर्ष गरेर बाल्यकालदेखि नै आजको यो स्थानमा आइपुगेको छु। बाल्यकाल अब मेरो गाउँमा बितेको हुनाले गाउँको परिवेशमा त्यति राम्रो शिक्षा दीक्षा हुँदैन थियो। त्यस बेला हाम्रो स्कुलहरू टाढा हुन्थ्यो, टाढा जानु पर्थ्यो, पढ्नु पर्थ्यो। अनि गएर हाम्रो अब घरको आफूलाई गाउँघरमा बस्ने मान्छेको त्यति नजिक हुँदैन। त्यसर्थ धेरै दुःख पुरा गरेर मेरो बाबुआमाले मलाई गाउँकै स्कुलमा 3 कक्षासम्म पढाउनु भयो। र बाल्यकालमा म चाहिँ अलिकति कस्तो भनेपछि तपाईँको चकचके स्वभावको थिएँ, अलिकति बदमास टाइपको थिएँ। तर पनि मलाई सानैदेखि चाहिँ पढ्ने ठुलो इच्छा थियो, ढुक्को थियो। र मलाई मेरो बुवाले धेरै सङ्घर्ष गरेर गाउँमा 3 कक्षासम्म पढाइसकेपछि फर्दर एजुकेसनको लागि नेपालगञ्जमा गएर एन्जल हाई स्कुल भन्ने छ भगवान्पुरमा, त्यहाँ लगेर होस्टेलमा राख्नु भयो। र त्यहाँ गएपछि म त्यहाँ धेरै मेहनत गरेर पढेँ। आफ्नो एसएलसी मैले त्यहीँबाट पढाएँ। 2060 सालमा म एसएलसी पास गरेँ। र एसएलसी पास गरिसकेपछि म त्यहीँबाट राख्नु। अब मेरो जीवनमा चुनौतीहरू त थुप्रै आए। अब तपाईँको चुनौतीहरू भन्नुपर्दा आर्थिक चुनौतीहरू, सामाजिक चुनौतीहरू, तपाईँको रिलेसनसिपका चुनौतीहरू, थुप्रै चुनौतीहरू आए। तर पनि ती चुनौतीहरूलाई सजिलै पार गर्न सजिलो थिएन। त्यसको लागि ती चुनौतीहरूलाई पार गर्नुको लागि मेरो बुवाआमाले मेरो आफन्तहरूको ठुलो हात छ। अब आर्थिक अवस्था मजबुत नभएको हुनाले पैसाको जुरो गर्न